गुड मर्निङ तपाईहरुलाई है। र यहाँ फुल चाहिँ कस्तो राम्रो फुलिरहेको छ हैन। अन्त म चाहिँ यहाँ रेडी भइसकेको छु, ड्युटी जाँदैछु हैन। भिडियो नबनाएको पनि कति दिन भयो है। र यहाँनिर हाम्रो सानो भाइ छ। हेलो, हेभन पनि सुतिरहेको छ। बाजेमा आइपुग्नु भयो? बाजेमा आइपुग्नु भएछ। यहाँ चाहिँ पानी हाम्रो बाजे चाहिँ अलिक हिँड्नु सक्नु भएको छ, हिँड्नुहुन्छ। बाजे अलिक ठिकै हुनुहुन्छ होला नि? अलिक हिँड्नुहुन्छ है अहिले? अलिक हिँड्नुहुँदैछ बाजे चाहिँ हो। आमा छिटो आउनुहोस्, आमा पनि आउनुहुँदैछ। बिहानै कति बेसी घाम लागिरहेको छ। ड्युटी जाँदैछु होइन, रेडी भएर। अलिक छिटो निस्क्यो भने मात्रै है, किनभने गाडीहरू पनि पाउँदैन। अनि घाम बेसी लाग्यो भने चाहिँ हिँड्नु पनि साह्रो पर्छ हो। त्यसले गर्दा म चाहिँ जाँदैछु ड्युटी। निकै हिँड्नुपर्छ नि त हामी, 10-15 मिनट माथि रोड पुग्नै टाइम लाग्छ हो। उकालै हिँड्नुपर्छ नि त, त्यही बाटो उकालै उकालो रोड पुग्नु चाहिँ टाइम लाग्छ मात्रै छ हो। मैले त भिडियो नबनाएको पनि कति दिन भइसक्यो होइन, समय नै पाउँदैन होइन। आज भर्खर तपाईँहरूको माझमा म भिडियो लिएर आएको छु है। र अहिले चाहिँ भने चाहिँ यो चाहिँ दामी आइपरिरहेको छ, हेर्नु सक्नुहुन्छ। आगे चाहिँ दामी हुन्छ। र म चाहिँ अहिले भर्खरै रोड आइपुगेँ होइन। यो चाहिँ हाम्रो दिनजुङ गाउँको रोड हो। अझै हामीलाई हाइवे भेट्नु चाहिँ टाइम लाग्छ परनिर। जोरथाङ रोड, यो चाहिँ गाउँको रोड होइन। घाम नलागि पनि कति बेसी गरम छ, पसिना आएर साह्रो पर्छ। यहाँदेखि पनि हामीलाई पुग्नु त्यस्तै 10 मिनट जति लाग्छ पुरा जिरो पुग्नु। त्यहाँदेखि मात्रै गाडी पाउँछु नि मैले। कोही बेला यहाँ चाहिँ गाउँकै गाडीहरू हुन्छ र मैले रोक्छु होइन यताबाट चाहिँ। तर अहिले गाडी आएको छैन। मैले चाहिँ जिरो गएर पर गएर रोक्नुपर्ने हुन्छ गाडी है। लु अब भने म चाहिँ जिरो आइपुगेँ होइन। यहाँदेखि चाहिँ मैले गाडी रोक्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो गाडी रोक्ने जग्गा हो। जिरो यो तल चाहिँ जोरथाङको गाडीहरू आउँछ होइन। अनि यो उकालो चाहिँ नबिसाउने बाटो, यो चाहिँ हाम्रो घरसानी बाटो हो। यहाँ बस्नुपर्छ यहाँनिर चौतारामा, अन्त मात्रै गाडी पाउँछ। म चाहिँ यहाँ आइपुगेँ होइन। अन्त यहाँ जिरोमा आइन्जेलसम्म त्यति बेसी पसिना आउँछ। क्रिमहरू पनि सबै बग्छ। यो हो। अब अहिले भरे घर जाने बेलामा तपाईँहरूलाई देखाउने छु है। अब हामी काम गर्नुपर्ने हुन्छ, यहाँ काम गर्नुपर्छ होइन। अब काम गर्नुपर्छ।